साथीहरू, म चाहिँ आज एउटा इम्पोर्टेन्ट कुरा गर्न चाहन्दैछु। ध्यान दिएर सुन्नु होला हैन। अहिले पनि जति पनि हाम्रा ठुला पार्टीहरू छन् नि, तिनीहरूले देश चलाए हैन, ठुल्ठुलाहरू भाषणहरू गरे। जति ठुलो पार्टी भने पनि हैन, जति ठुलो पार्टी भने पनि आखिरमा नेपाली जनताको लागि अनि देशको लागि चाहिँ केही पनि गरेनन् हैन। जब एउटा रोजगार दिन सकेनन्, देशको पूर्वाधारहरू बाटोघाटो, पानी, ढल आदि इत्यादि हैन, शिक्षा, स्वास्थ्य कुनै पनि सुधार गर्न सकेनन् हैन। सबमा भ्रष्टाचार, सबमा बेथिति र सबैभन्दा मलाई मन नपरेको चाहिँ जनताहरूलाई चाहिँ बाँध्नको लागि अनेक कानुनहरू बनाएर हैन, दुःख दिने त्यसको कानुनहरू बनाएर चाहिँ ठुला नेताहरूलाई चाहिँ जति मान्छे मारे पनि, भ्रष्टाचार गरे पनि केही कानुन नलाग्ने, जनताहरू सामान्य आफ्नो गुजारा गरेर खाने जनताहरूको लागि अनि सोझा साझा जनतालाई चाहिँ फसाउने कानुनहरू यस्तो निर्माणहरू भएको चाहिँ यो चाहिँ सबै संशोधन हुनुपर्छ, जुन पार्टीले जिते पनि हैन। र भोट अब फागुन 21 गते भोट छ, भोट हाल्नुपर्छ साथीहरू, जनताहरू सबैले भोट हाल्नुपर्छ। तर यस्तो पार्टीलाई हाल्नुपर्छ कि अब पुरानो पार्टीलाई चाहिँ हाल्नै हुँदैन। नयाँ पार्टी र एउटा विश्वास एकचोटिको लागि गर्नको लागि भए पनि गरेर विश्वास गरेर जसले देशको विकास गर्छ, जसले सबै पूर्वाधारहरूको व्यवस्था गर्छ र जनताको हितको लागि कानुन बनाउँछ, जनताको समस्या बुझ्छ हैन। र सबैभन्दा ठुलो कुरो चाहिँ यो विदेशमा सबै जनताहरू, युवाहरू नेपालमा अवसरहरू नभएर चाहिँ हैन, रोजगार नभएर, अवसर नभएर, कुनै पनि त्यस्तो वातावरण नभएको कारणले चाहिँ हरेक कुरामा चाहिँ भ्रष्टाचार अनि त्यसपछि बेथिति भन्छ क्या, त्यो कानुन बनाउने तर त्यो कानुनको पालना आफूले नगर्ने, अरूलाई चाहिँ सिद्धाउने मात्र खेल खेल्ने यस्तो पार्टीहरूलाई चाहिँ दिएर अझै पनि हाम्रो देश अनि हामी जनताहरू ऋणको भारी नबोकौँ अनि हाम्रो देशलाई जोगाउनको लागि चाहिँ सक्षम पार्टीहरू, सक्षम मान्छेहरूलाई छानेर आफ्नो कुराहरू, आफ्ना समस्याहरू राख्न पाउने, उठाउने त्यस्तो पार्टीसँग आफू कुरा गरेर अनि मात्र भोट हाल्नु होला। र त्यो चुनावी योजनाहरू हुन्छन्, चुनावी उहरू बनाएका हुन्छन् हैन,